सबैलाई स्वागत छ हाम्रो नेपाली ट्रेडरमा। यो हाम्रो कोर्सको पहिलो भिडियो हो। तपाईहरुलाई थाहा नै होला, क्यान्डलको बेसिकको बारेमा धेरै जसोलाई थाहा नै छ, धेरै जसोलाई थाहा पनि छैन। त्यही भएर मैले बेसिक यो हाई लो त लेखेको छु, त्यसको माथि सबै लेखिदिएको छु है। तपाईले मैले भनेको बुझेन भने यहाँ लेखेको हेर्नु होला। जस्तो क्यान्डलस्टिकले मार्केटको हाई, ओपन, हाई, लो, क्लोज सब देखाउँछ हैन भन्ने यहाँ लेखेको छ। जस्तो कि ग्रीन क्यान्डल है, म बेसिक तरिकाले भन्छु। ग्रीन क्यान्डल ओपन हुने भनेको तलबाट हो, क्लोज हुने भनेको माथि हो। यो हाई हो, यो लो हो, यो यसको बडी हो। अनि रेड क्यान्डल चाहिँ ओपन हुन्छ माथिबाट, क्लोज हुन्छ तल, यो लो हो, यो हाई हो। ग्रीन र रेडको हाई पनि सेम हो, लो पनि सेम हो हैन। अब हामी अरू यो क्यान्डल छ जस्तो कि मारुबुजु क्यान्डल भनेको धेरै पावरफुल क्यान्डल हो। यसमा पुरा पावर ग्रीनकै हुन्छ। यो रेड क्यान्डलमा चाहिँ यसमा पुरा पावर सेलरको हुन्छ है। अब हेर्नु, सबै मैले लेखिदिएको छु। मारुबुजु क्यान्डलमा न अप्पर विक हुन्छ न लोवर विक हुन्छ। यसले पुरा बाइङ र प्योर सेलिङ प्रेसर देखाउँछ भन्ने यसमा मैले पुरा लेखिदिएको छु है। यो तपाईँले बुझिहाल्नुहुन्छ। अब यो ह्यामर क्यान्डल के काम लाग्छ, ह्याङ्गिङ म्यान के काम लाग्छ, ड्रागन फ्लाई डोजी, स्पिनिङ टप, ओके डोजी, यो भयो हाम्रो इन्भर्टेड ह्यामर, सुटिङ स्टार। अब यो हाम्रो मार्केट स्ट्रक्चर मेन। अब यसलाई राम्ररी बुझौँ, किन भनेपछि हाम्रो मार्केट स्ट्रक्चर, हाम्रो स्ट्राटेजी भनेकै मार्केट स्ट्रक्चर हो। ओके, तपाईँले धेरै भिडियोहरू देख्नु होला मेरो टिकटकमा, युट्युबमा हैन। हामी ट्रेड गर्ने भनेकै मार्केट स्ट्रक्चर हेरेर हो। त्यही भएर तपाईँहरूले पनि मार्केट स्ट्रक्चरलाई धेरै राम्ररी सिक्नुपर्छ। यसमा हाम्रो मार्केट स्ट्रक्चर भनेको 90% हो क्या। मार्केटको 80% भन्न सक्छु ल। 80% यो मार्केट स्ट्रक्चर तपाईँले राम्ररी प्र्याक्टिस गर्न सिक्यो, राम्ररी यसलाई प्र्याक्टिस गरेर तपाईँले बुझ्यो भने तपाईँ मार्केटको 80% बुझ्न सक्नुहुन्छ। ओके, त्यति राम्रो कुरा हो यो। किनकि सबैले यसलाई बेसिक लिइरहेको हुन्छन्, यसलाई बेसिक चाहिँ बनाउनु हुँदैन। यो हाम्रो लागि धेरै इम्पोर्टेन्ट हो। अनि मैले ट्रेड गर्ने भनेकै मार्केट स्ट्रक्चर हेरेर हो। म कुनै इन्डिकेटर युज गर्दैन, मलाई मार्केट स्ट्रक्चर भइहाल्यो। ओके, हेर्नु मार्केटमा हेर्नु, अप ट्रेन्ड बनाउँदाखेरि हायर हाई हुन्छ, यो हायर लो हो। ओके, यो हाम्रो मेजर वेभ हो। हामीले ट्रेड गर्ने भनेको मेजर वेभमा हो। ओके, मेजर वेभमा बाइनरी वालाले ट्रेड गर्ने चाहिँ मेजर वेभमा हो, यो ठाउँमा आएर। अनि फोरेक्सवालाले पनि मेजर वेभमा एउटा पुल ब्याक आइसकेपछि। ओके, यो हाम्रो माइनर वेभ भयो, यो मेजर वेभ हो, यो हायर हाई हायर लो। ओके, यो हाम्रो अप ट्रेन्ड हो। यो अप ट्रेन्ड यहाँ लेखेको छु। यो अप ट्रेन्ड मार्केट स्ट्रक्चर हो जसमा हायर हाई हायर लो बनाउँछ। हायर हाई हायर लो एचएल भन्छ। योले देखाउँछ कि बायर कन्ट्रोलमा छ र प्राइस लगातार माथि जाँदैछ भन्ने देखाउँछ है। हेर्नु, मैले पुरा लेखिदिएको छु। यो राम्ररी पढ्नु होला। यदि बुझेन भने बार हेर्नु होला। किनभने चाहिँ मार्केट स्ट्रक्चर तपाईँले सिक्नु भएन राम्ररी भने अगाडिको कुराहरू तपाईँलाई केही पनि थाहा हुँदैन है। ल अब हेर्नु, यो मार्केट डाउन ट्रेन्ड हो है। यसमा सब मैले लेखेकी छु। यो हेर्नु, यो हाम्रो मेजर वेभ हो, यो हाम्रो माइनर वेभ हो। ओके, माइनर वेभमा हामीले ट्रेड गर्ने, पुल ब्याक भइसकेपछि फेरि हामीले मेजर वेभको लागि ट्रेड गर्ने, लोवर लोको लागि। ओके, यो चाहिँ राम्ररी हेर्नु। यो डाउन ट्रेन्ड, यो हाम्रो अप ट्रेन्ड, यो हाम्रो डाउन ट्रेन्ड। ओके, साइडवेज मैले लेखाएको छैन, साइडवेज तपाईँलाई थाहा नै छ। अब हेर्नु, यो हाम्रो भयो। अब यो ट्रेन्ड चेन्ज हुने है, ट्रेन्ड चेन्ज हुने कन्डिसन हाम्रो अप ट्रेन्डमा 4वटा हुन्छ नर्मल स्ट्रक्चरमा। मेजर स्ट्रक्चरमा चाहिँ अलग अलग हुन्छ। त्यो चाहिँ म अब पछि नेक्स्ट उसमा बताउने छु, तपाईँलाई लाइभमै बताउने छु है। अब हेर्नु, मार्केट अप ट्रेन्डमा हुँदाखेरि हायर हाई हायर लो, हायर हाई हायर लो बनाएको छ, हायर हाई। अब यो हेर्नु, हाम्रो यो अब अप ट्रेन्डदेखि डाउन ट्रेन्ड चेन्ज भएको कन्डिसन हो। हेर्नु, यो हायर हाई हायर लो त तपाईँलाई थाहै छ। मार्केटले यो हायर लो टच गर्यो भने मार्केट कमजोर हुन्छ, बायर कमजोर भइसक्यो भन्ने देखाउँछ यसले। अनि त्यसपछि फाइनली जब यसले हायर लो ब्रेक गर्यो, मार्केट C2 भयो। C2 भनेको हामीले इन्ट्री गर्ने जोन हो। यो एउटा पुल ब्याक आएपछि हामीले इन्ट्री गर्ने, यो ठाउँमा C2 भयो, यो हाम्रो इन्ट्री जोन हो। यो एउटा कन्डिसन होइन। यहाँ पुरा कन्डिसनको बारेमा लेखा पनि छ, तपाईँ राम्ररी हेर्नु होला। यो हाम्रो दोस्रो कन्डिसन डबल टप भन्छन् है, यसलाई हेड एन्ड सोल्डर भन्छन्। यो डबल टपमा हेर्नु, C1 हायर हाई बनाउन सकेन त के भयो मार्केट, एउटा यो ठाउँमा भयो मार्केट C1। हायर लो ब्रेक भएपछि C2 हुन्छ। हेर्नु, लोवर लो बनायो, लोवर हाई, करेक्ट। यो पनि सब लेखेको छ है, राम्रो हेर्नु होला। अनि यो पनि हेर्नु, एक सिधै हायर हाई बनाएर सिधै लोवर लो बनाइदिएको छ, हायर लो ब्रेक गरेर। त्यही भएर एउटै ठाउँमा C1 C2 आएको छ। हेर्नु, ओके। अब यो हाम्रो भयो, हायर हाई बनायो, हायर लो बनायो, हायर हाईले टच नै गर्न सकेन, सिधै तल आयो। हेर्नु, लोवर लो लोवर हाई बनाएर। त्यो यो C1 भयो, यो हाम्रो C2 भयो, करेक्ट।
अब रिभर्सलमा हेर्नु लोवर हाई है, यो अब डाउन ट्रेन्डबाट अप ट्रेन्ड भएको रिभर्सल हुन्छ। हेर्नु यो डबल बटम प्याटर्न हाम्रो लो बनाउन सकेन, यो हाम्रो के भयो मार्केट C1 भयो होइन। जस्तो म लेखिदिन्छु, यो लो भयो, लो बनाउन सकेन दोस्रो मार्केट यो क्यान्डलले। अब यहीँबाट सिधै लोवर हाई ब्रेक गरेर C2 बनाएर मार्केट हाई लो बनाएको छ। यो पुल ब्याक हामीले यहाँ इन्ट्री गर्ने। ओके ल, अब यो हाम्रो दोस्रो कन्डिसन हेर्नु, लोवर हाई लोवर हाई हेड एन्ड सोल्डरवाला हेर्नु, लो बनायो, लोवर हाई C1 टच गर्यो, फेरि यो C2 भयो। ओके अब योवाला हेर्नु मार्केट लोवर हाई बनाएर है एकैचोटि C1 C2 बनाइदिएको छ, लोवर हाई ब्रेक गरेर C1 C2 बनाएको छ हेर्नु। ओके यो हायर लो। अब यो ठाउँमा हेर्नु मार्केट लोवर हाई लोवर हाई लोवर लो बनाउन सकेन, बिचबाटै मार्केट माथिको, त्यही भएर यो C1 भयो, यो C2 भयो। ओके यसरी तपाईँले यो मार्केट स्ट्रक्चरमा कन्डिसनहरू बुझ्नुभयो, 8वटा कन्डिसन, अप ट्रेन्डदेखि डाउन ट्रेन्ड हुने, डाउन ट्रेन्डदेखि अप ट्रेन्ड हुने। अब म तपाईँहरूलाई यो चार्टमा कसरी मार्क गर्ने भन्ने देखाउँछु। अलरेडी यो ठाउँमा छ है। अब यो हाम्रो लो भयो, यो लोवर हाई भयो, लोवर लो बनाउन सकेन C1 भयो, लोवर हाई ब्रेक गरेर C2 भयो। ओके अब यो हायर लो भयो, हायर हाई यो हायर लो। अब C1 C2 है, C1 C2 एफ पनि हुन्छ, फेल्ड पनि हुन्छ, त्यही भएर म तपाईँलाई यो ठाउँमा देखाउँछु अब कहाँ के भएको छ भन्ने। यो ठाउँमा हेर्नु, यो ठाउँमा हाम्रो C2 बन्यो। ओके हायर लो भयो, यो ठाउँमा C1 बनिएको छ। मार्केटले एउटा पुल ब्याक दिएर मार्केटले तल आउनु पर्ने हो है, तर के भयो सिधै हायर हाई बनायो त C1 एफ भयो हाम्रो ठाउँमा, यो ठाउँमा है। त्यसपछि हायर हाई बनाउन सकेन C1, यसले लोवर लो बनायो, यो हाम्रो हेर्नु यसले लोवर लो बनायो, यो C2 भयो। त्यसपछि लोवर हाई मार्केट हेर्नु, यही ठाउँमा C1 पनि छ, C2 पनि छ, करेक्ट। अब C2 एफ चाहिँ म अब तपाईँलाई चार्टमा देखाउँछु। अब यो हेर्नु हाम्रो आज मैले ट्रेड लिएको, अहिले हेर्नु $1700 प्रफिट चलिरहेछ। ओके यहाँ हेर्नु, अब हामीले जस्तो म तपाईँलाई C1 बनिसकेपछि C2 फेल भएको देखाउँछु म तपाईँलाई। अब यो ठाउँमा हेर्दाखेरि है, हेर्नु यो ठाउँमा हेर्दाखेरि मार्केट एक सानो 1 घन्टाको है, 1 दिनको हो, त्यही भएर यसलाई चाहिँ मान्न सकिन्छ। लोवर हाई लोवर लो। ओके यो ठाउँमा चाहिँ मार्केटले एउटा करेक्ट C1 C2 बनाएको छ, एकैचोटि बनाएको छ C1 C2 हेर्नु। ओके अब फेल कहाँ भएको छ त्यो हेरौँ। हेर्नु यो ठाउँमा मार्केटले लोवर हाई ब्रेक गरेर है, लोवर हाई ब्रेक गरेर यसले सिधै यो हाम्रो यो हेर्नु हायर हाई बनाउन सकेन C1, अनि एउटा साइड बेज बनाएर मार्केटले C2 बनाउँछ। हेर्नु C2 सिधै फेल भयो, हेर्नु सिधै ब्रेक गरिदियो भने चाहिँ C2 फेल भयो। ओके मैले भने चाहिँ तपाईँले अहिले जस्तो यो देखाएको थिएँ मैले तपाईँलाई। ओके योवाला होइन, योवाला देखाएको थिएँ, तपाईँले यस्तरी मार्क गर्ने हो। यस्तरी मार्क नगरुन्जेलसम्म तपाईँले केही सिकेको फाइदा हुँदैन। यस्तो जोसित अब यो ल्यापटप छ त्यसले पेन्टमा गएर यस्तरी मार्क गरेर देखाउने, अनि मलाई मेसेज गर्ने यो सही छ कि छैन भनेर, अनि म कुन ठाउँमा गलत छ भन्ने कुरा तपाईँलाई देखाउँछु। जबसम्म तपाईँको डाउट क्लियर हुँदैन, तपाईँ राम्रो प्र्याक्टिस गर्न सक्दैनौ, तबसम्म चाहिँ यो चाहिँ चलिरहन्छ। अनि मात्रै तपाईँले अगाडिको ब्याचमा राख्ने, मतलब फेरि दोस्रो स्टेप सिकाउने तपाईँलाई। ओके हेर्नु यो तपाईँले गर्नै पर्छ। अब म यो त सिम्पल भयो। अब म 8 बजे लाइभमा आएर म तपाईँलाई लाइभमा पनि देखाउने छु कसरी हामीले मार्क गर्ने, कसरी तपाईँले गर्ने भन्ने कुराहरू त्यो सब देखाउने छु। अहिलेको लागि चाहिँ यो हाम्रो यति नै हो। यो हाम्रो पहिलो पार्टको एउटा बेसिक क्यान्डल, अनि त्यसपछि मार्केट स्ट्रक्चर, अनि पुरा एकचोटि अझ म तपाईँलाई यसको डाउट क्लियर गराउँछु 8 बजेको क्लासमा। ओके थ्याङ्क यू।